संसारभरि छरिएर बस्नुभएको सम्पूर्ण मेरा आदरणीय प्यारा मित्रहरूलाई हार्दिक अभिवादन टक्राउन चाहन्छु। म तपाईको आफ्नै साथी रोहित फेरि यो स्क्रिनबाट यहाँहरुसँग कुरा गर्नको लागि आइसकेको छु। तर आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञा र विधिहरू होशियार साथ मानेर उहाँको वचन पालन गरेनौ भने यी सबै श्राप तिमीहरूमाथि पर्नेछन् र तिमीहरूलाई उछिन्ने छन्। मैले यहाँहरूलाई डर देखाउनको लागि, त्रास देखाउनको लागि, यहाँहरूको विश्वासमाथि ठुलो प्रश्न र यहाँलाई आक्षेप लगाउनको लागि यो भिडियो र सामग्री तयार गरेको होइन। तर हजारौं प्रश्न, हजारौं जिज्ञासा मैले मेरो फेसबुकको इनबक्समा, युट्युबको इनबक्समा लगायत मेरो पर्सनल मेसेन्जरमा पनि धेरै प्रश्न आएको कारणले गर्दाखेरि यहाँहरूलाई मैले यो भिडियो मार्फत केही उत्साहको कुरा गरौँ भनेर आज तयार गरेको छु। यदि परमेश्वरको वचनमा हामी जरा गाडिँदैनौँ भने, परमेश्वरको वचनमा हामी रहँदैनौँ भने शारीरिक सांसारिक खमिरालेको सुन्न मन लाग्ने अनि सुन्न रुचाउने फेमस कुराहरू, माथि सर्फेस लेभलको कुरा मात्रै कुराहरूलाई आधार बनाएर हामी जीवन जिउँछौँ भनेदेखि हाम्रो लागि त्योभन्दा ठुलो घाटा जीवनमा केही पनि हुँदैन। कम्पासको उतापट्टिको भाग जबसम्म गाडिँदैन तबसम्म उसले आकार निर्माण गर्न सक्दैन। ऊ गाडियो भने मात्रै उसले परिधिलाई, सीमालाई उसले आफ्नो बनाउन सक्छ। 30 डिग्री हो कि 90 डिग्री हो कि 45 डिग्री हो कि चाहे अनुसारको रेखा उसले कोर्न सक्छ। त्यसरी नै हामी पनि ख्रिस्टमा गाडियौँ भनेदेखि, ख्रिस्टको फन्डामेन्टल शिक्षामा हामी गाडियौँ भनेदेखि, विश्वासमा गाडियौँ भनेदेखि, प्रभुमा गाडियौँ भनेदेखि हामी जसरी बढे पनि, जहाँ बढे पनि, जस्तो प्रकारले बढे तापनि हाम्रो वृद्धिपनलाई कसैले पनि ड्यामेज गर्न सक्दैन। जबसम्म त्यो कम्पासको सुई यता अगाडिपट्टि गाडिँदैन तबसम्म त्यो सर्कल राम्रोसँग पुग्न सक्दैन। त्यो बिग्रिन्छ, त्यो भत्किन्छ, त्यसको आकार राम्रो हुँदैन। त्यसको आकार राम्रो हुनुको लागि त्यो गाडिनुपर्छ। ठिक त्यसरी नै हामी पनि समाजमा, संसारमा र चारैतिर वृद्धि हुनु हो भनेदेखि हामी गाडिनुपर्छ। यहाँनिर एउटा यस्तो कुरा छ जुन कुराले चाहिँ मलाई धेरै नै हल्लाएको थियो मेरो प्रियहरू। तपाईँ भन्नुहुन्छ फलानुको कारणले मेरो वृद्धि हुन सकेन, ढिस्कानुको कारणले गर्दाखेरि मेरो छोरा बिग्रियो, फलानुको कारणले गर्दाखेरि मेरो परिवारमा नराम्रो काम भइरहेको छ, अरूको कारणले मेरो मिनिस्ट्री बिग्रिएको छ, ढिस्कानको कारणले मेरो मिनिस्ट्री बिग्रिएको छ, म पाउनै लागेको आश पनि उसको कारणले गर्दाखेरि गुमेको छ। नो 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 तपाईँले देख्ने मानिस, संस्था र व्यक्तिको कारणले गर्दाखेरि होइन, अदृश्य शक्तिको कारणले गर्दाखेरि तपाईँले पाउनुपर्ने आशिष तपाईँको हुन सकेको छैन, तपाईँले पाउनुपर्ने चङ्गाई तपाईँको हुन सकेको छैन, तपाईँले पाउनुपर्ने छुटकारा तपाईँको हुन सकेको छैन, तपाईँले पाउनुपर्ने भविष्य पनि तपाईँको हुन सकेको छैन। म भन्न चाहन्छु तपाईँले देखेका, तपाईँले सोचेका, तपाईँले विचार गरेका मानिसहरूद्वारा होइन, एउटा यस्तो शक्ति छ जुन शक्तिले तपाईँलाई जहिले पनि ढाल्न चाहन्छ, लडाउन चाहन्छ, तपाईँलाई निरुत्साहित बनाउन चाहन्छ, तपाईँलाई चाहिँ डिस्करेज बनाउन चाहन्छ, तपाईँलाई चाहिँ एक्लोपनमा लान चाहन्छ। त्यो चाहिँ शक्ति हो श्राप। व्यवस्थाको पुस्तक 28 अध्याय राम्रोसँग पढ्ने हो भनेदेखि त्यहाँनिर परमेश्वरको नेचरलाई हामी बुझ्न सक्छौँ, परमेश्वरको काम गर्ने तरिकालाई हामी बुझ्न सक्छौँ। चोर चाहिँ चोर्नलाई, मार्नलाई, नष्ट गर्नलाई आयो, परमेश्वरको पुत्र चाहिँ मानिसलाई जीवन दिनलाई, त्यो पनि प्रशस्त मात्राको जीवन दिनलाई आउनु भएको छ। उहाँले भन्नुभयो, हे सबै थाकेका र बोझले दबिएकाहरू हो, म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु। उहाँले भन्नुभएको छ कुनै पनि रीतिले म तिमीलाई छोड्ने छैन र त्याग्ने छैन। तर हामी सचेत हुन आवश्यक छ, हामी होशियार हुन आवश्यक छ। अरूलाई दोष्याउँदैमा तपाईँको समाधान, तपाईँको समस्या समाधान हुँदैन। अरूलाई आक्षेप लाउँदैमा तपाईँको लडाइँको अन्त्य हुँदैन। अरूलाई पुरा ब्याकबाइटिङ गर्दैमा तपाईँको लडाइँको अन्त्य हुँदैन। तपाईँ विजयी मानिस बन्नुहुन्न। विजयी मानिस हुनु हो भनेदेखि हामीले सोच्नुपर्ने हुन्छ हामी कहाँ गाडिएका छौँ, कहाँ गडेका छौँ, कोसँग छौँ
कसको कुरा लिएर हिँडेका छौँ? परमेश्वरको वचनले भन्छ तिमीहरू ममा रह्यौ र मेरो कुरा तिमीहरूमा रह्यो भने तिमीलाई जे जे इच्छा लाग्छ माग, मेरो पिताले त्यो गरिदिनु हुनेछ। सचेत रहो, जागा रहो। तिमीहरूका शत्रु दुष्ट दियावलस तिमीहरूलाई कहाँ पाऊँ, भेटाऊँ र खाइहालौँ भनेर गर्जने सिंह चाहिँ ढोकैमा टुकी बसेको छ। सचेत हुने बेला आएको छ, जागा हुने बेला आएको छ। जब परमेश्वरले तपाईँलाई भन्नुहुन्छ त मेरो छोरा होस् वा त मेरो छोरी होस् वा त मेरो सेवक होस् वा त मेरो सेविका होस् अथवा त मेरो मानिस होस् वा त मेरो मित्र होस् भने नि उहाँले भन्नुभएको मेरो भन्ने शब्दलाई कसैले पनि कुनै पनि शक्तिले कुनै पनि विधिले विधानले रद्द गर्न सक्दैन। म तपाईँलाई बताउन चाहन्छु किन मानिसहरू रोइरहेका छन्, किन मानिसहरू हारको जीवन जिरहेका छन्। 15औं पदले भन्छ अब पाउन 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 लागेको आशिष अब शैतानले ओभरटेक गरेर तपाईँबाट लुट दिइहाल्छ। यहाँ के लेखेको छ? उछिन्ने छ भनेर लेखेको छ। तपाईँले पाउन लागेको मिनिस्ट्री, तपाईँले पाउन लागेको छुटकारा, तपाईँले पाउन लागेको शान्ति, तपाईँले पाउन लागेको आनन्द, तपाईँले पाउन लागेको जागिर, तपाईँले पाउन लागेको परिवार, तपाईँले पाउन लागेको पोजिसन अब तपाईँको हुन सकेको छैन भने नि त्यो मानिसको कारणले गर्दाखेरि होइन, त्यो चाहिँ शैतानको रणनीतिको कारणले गर्दाखेरि, त्यो चाहिँ श्रापको आत्माले, त्यो चाहिँ तपाईँलाई नष्ट गर्ने आत्माले तपाईँलाई रोक्दैछ। त्यस कारणले गर्दाखेरि मानिसको विरुद्धमा बोल्न छोड्नुहोस्, अन्धकारको विरुद्धमा बोल्न सुरु गर्नुहोस्। मानिसलाई आक्षेप लगाउन छोड्नुहोस्, मानिसलाई दोष लाउन छोड्नुहोस्, मानिसलाई हेर्न छोड्नुहोस्, परमेश्वरलाई हेर्न सुरु गर्नुहोस्। तपाईँ वृद्धि हुन चाहनुहुन्छ भनेदेखि तपाईँ परमेश्वरलाई हेर्न सुरु गर्नुहोस्। यहाँनिर लेखेको छ यी सबै श्राप तिमीहरू माथि पर्नेछन् र तिमीहरूलाई उछिन्ने छन्। आज श्रापले तपाईँलाई उछिनेको छ। तपाईँको खुसीभन्दा पहिला श्राप पुगेको छ। तपाईँको आनन्दभन्दा पहिला श्राप पुगेको छ। तपाईँको पोजिसनभन्दा पहिला श्राप पुगेको छ। तपाईँले जहाँ इन्टरभ्यू दिएर आउनुभयो, जुन ठाउँमा इन्टरभ्यू दिएर जाँदै हुनुहुन्छ, तपाईँभन्दा पहिला त्यहाँ श्राप पुगेको छ र तपाईँ रिजेक्ट हुनुभएको छ। तपाईँ जुन मान्छेलाई भेट्न जानुभयो तपाईँभन्दा पहिला श्राप पुगेको छ र तपाईँ त्यो मानिसलाई भेट्नबाट वञ्चित हुनुभएको छ। तपाईँ जुन ठाउँमा जानुभयो त्यो ठाउँमा तपाईँ जानुभन्दा अगाडि, पुग्नुभन्दा अगाडि श्रापले तपाईँलाई उछुनेको छ, अन्धकारको शक्तिले तपाईँलाई उछिनेको छ, ओभरटेक गरेको छ। अनि धेरैपल्ट जब परमेश्वरको वचन, परमेश्वरको शक्ति र प्रार्थना, उपवास अनि त्यस पछाडि परमेश्वरसँगको सम्बन्ध, डिभोसन हामीसँग हुँदैन भनेदेखि अनि हामीले चाहिँ ड्राइभिङ गर्ने मान्छेहरूलाई थाहा हुन्छ कहिलेकाहीँ धेरै स्पिडमा अर्को गाडी आइरहेको हुन्छ नि हामी चाहिँ पुरा साइड लाइट दिन्छौँ, जाऊ जाऊ भनेर पास पास पुरै पास गरिरहेका हुन्छौँ। तर प्रियहरू, प्रभुले पुच्छर होइन शिर हुनलाई बोलाउनु भएको, प्रभुले हामीलाई राज्य गर्न बोलाउनु भएको, प्रभुले हामीलाई आशामा बाँच्न बोलाउनु भएको, प्रभुले हामीलाई छुटकारामा बाँच्न बोलाउनु भएको, प्रभुले हामीलाई हारको जीवन होइन, प्रभुले हामीलाई जितको जीवनको लागि बोलाउनु भएको, प्रभुले हामीलाई आशाको निम्ति बोलाउनु भएको। त्यस कारणले गर्दाखेरि सोच्नुहोस् तपाईँ कहाँ थाक्नुभयो, कहाँ गल्नुभयो, कुन सेवकाईमा तपाईँ थाक्नु भएको, कुन सेवकाईमा तपाईँ गल्नु भएको, कहाँ गएर तपाईँ टुक्रिनु भएको छ, कहाँ गएर तपाईँले आफैले आफैलाई चाहिँ रिजेक्ट गर्नुभयो, आफैले आफैलाई बहिष्कार तिरस्कार गर्नुभयो, कहाँ गएर तपाईँले आफैले आफैलाई सराप्नुभयो। विचार गर्नुहोस्। तपाईँ जहाँ पुग्नुपर्छ नि त्यहाँ श्राप पुग्नु हुँदैन। मानिस, भौतिक कुराहरू, देश, राष्ट्र तपाईँलाई रोक्न सक्दैन। तपाईँ स्पेसल बोलावटको निम्ति बोलाइनु भएको छ। आफैले आफैलाई बलियो र खुबै साहसी बनाउनु भएको होस्। योसुवा 1:6 भन्छ बलियो र खुबै साहसी हो। परम प्रभु परमेश्वरसँग रहने व्यक्तिहरू चाहिँ बलियो र खुबै साहसी हुन्छ। उनीहरू आत्तिदैन, उनीहरू डराउँदैन। जबसम्म कम्पासको सुई गर्छ त्यसले परिधि र आकार बनाउनु छोड्दैन। तपाईँ ख्रिस्टमा गर्नुभएको छ, प्रार्थनामा गर्नुभएको छ, वचनमा गर्नुभएको छ, उपवासमा गर्नुभएको छ, अरूलाई दिने कुरामा गर्नुभएको छ,
अरूलाई बढाउने कुरामा गर्नुभएको छ, अरूलाई प्रोत्साहन दिने कुरामा गर्नुभएको छ, अरूलाई उत्साह दिने कुरा गर्नुभएको छ, अरूलाई चङ्गाई दिने कुरामा गर्नुभएको छ, अरूलाई सहायता पुर्याउने कुरामा गर्नुभएको छ। प्रभुको सेवकाईमा तपाईँले फाइनेन्सियली, आर्थिक रूपमा, मानसिक रूपमा, बौद्धिक रूपमा तपाईँ बढ्नु भएको छ भनेदेखि नि तपाईँभन्दा पहिला पवित्र आत्मा त्यहाँ पुग्नुहुन्छ। परमेश्वरको शक्ति त्यहाँ पुग्छ, परमेश्वरको सेना त्यहाँ पुग्छ, परमेश्वरको छुटकारा त्यहाँ पुग्छ, परमेश्वरको शान्ति त्यहाँ पुग्छ, अनि परमेश्वरको काउन्सिलिङ त्यहाँ पुग्छ, परमेश्वरको फेभर त्यहाँ पुग्छ। अनि बाहिर जाँदा, भित्र आउँदा, चुला चौकामा, बहुपक्षीय क्षेत्रमा तपाईँलाई आशिष मिल्छ। किनभनेदेखि तपाईँ परमेश्वरको विधानमा, तपाईँ परमेश्वरको इच्छामा, परमेश्वरको चाहनामा हिँड्न सुरु गर्नु भएको व्यक्ति हुनुहुन्छ। जो व्यक्ति परमेश्वरको इच्छा र चाहनामा हिँड्न सुरु गर्छ, भलै ऊ लड्ला तर उठ्छ, भलै ऊ थाक्ला तर थाक्दैन, थकाइ मार्छ तर थाक्दैन, भलै ऊ गल्ला थकाइ मार्छ तर थाक्दैन। उसले आफ्नो गति लिएरै छोड्छ र उसले अनगिन्ती नसोचेका आशिष स्वर्गबाट पाउँछ। तपाईँले चाहेको कुरो, तपाईँले रोजेको कुरो, तपाईँले पाउनुपर्ने कुरो पनि नि तपाईँले पाउनबाट वञ्चित हुनुभएको छ भने सोच्नुहोस् तपाईँ कोसँग हुनुहुन्छ। चोर त चोर्नलाई, मार्नलाई, नष्ट गर्नलाई आयो, तर परमेश्वरको पुत्र जीवन दिनलाई अनि प्रशस्त मात्राको जीवन दिनलाई आउनुभयो। सबै कुरा टलेर गयो, उहाँको शक्ति, वैभव र शिक्षा अहिलेसम्म जीवितै छ। जुन शिक्षा चाहिँ जुनसुकै परिस्थितिका मानिसहरू, जुनसुकै अवस्थाका मानिसहरूलाई उति नै काम लाग्छ र उति नै शक्तिशाली रूपमा प्रबल हुन्छ। मेरो प्रियहरू, अन्तिममा म यही बिन्ती गर्न चाहन्छु, मानिसलाई दोष्याउन छोड्नुहोस्। मानिसले यो गर्यो, उसको कारणले मैले यो पाउन सकिनँ, उसको कारणले म टुटेँ, उसको कारणले मलाई धेरै मन दुखेको छ, उसको कारणले मेरो जागिर गयो, उसको कारणले मेरो इन्टरभ्यूमा म फेल भएँ, उसको कारणले म क्लासमा फेल भएँ, उसको कारणले म शिक्षामा मेरो प्रगति हुन सकेन, अनि बौद्धिक लेभलमा मेरो प्रगति हुन सकेन, मेरो राजनीतिक क्षेत्रमा, मेरो सेवकाईको क्षेत्रमा, मेरो साङ्गीतिक यात्रामा, मेरो कलाकारितामा, मेरो चाहिँ व्यापार बिजनेसमा, मेरो परिवारमा, मेरो छोराछोरीको जीवनमा उसको कारणले गर्दाखेरि म वृद्धि हुन सकिनँ भनेर तपाईँ भन्दै हुनुहुन्छ र कोही व्यक्तिलाई दोष लाउँदै हुनुहुन्छ भने सबैभन्दा ठुलो गल्ती कुरा गर्दै हुनुहुन्छ। लडाइँ गर्नु नै हो भनेदेखि नि त्यो अन्धकारको शक्तिसँग लडाइँ गर्नुहोस्, जुन शक्ति तपाईँको र मेरो अगाडि घुमिरहेको छ। आँखाले त देख्न सक्दैनौँ, तर त्यसले तपाईँको लाइफलाई ड्यामेज गर्दैछ, त्यसले तपाईँको वृद्धिलाई रोक्दैछ, त्यसले तपाईँको अभिषेकलाई रोक्दैछ, त्यसले तपाईँको खुसीलाई रोक्दैछ, त्यसले तपाईँलाई तितोपनमा डोर्याउँदैछ, त्यसले तपाईँलाई घृणामा डोर्याउँदैछ, त्यसले तपाईँलाई घमण्डमा डोर्याउँदैछ, त्यसले तपाईँलाई तिरस्कारमा डोर्याउँदैछ, त्यसले तपाईँलाई मृत्युमा डोर्याउँदैछ, त्यसले तपाईँलाई झगडामा गोलमालमा डोर्याउँदैछ। तर म भन्न चाहन्छु, आज नै तपाईँ प्रभुमा फर्किनु भयो भने तपाईँलाई अब पवित्र आत्माले डोर्याउन सुरु गर्नुहुनेछ। रोमीको पुस्तक 8:26 त्यही भन्छ, कसरी प्रार्थना गर्नुपर्ने हो तिमीलाई थाहा छैन, तर पवित्र आत्माले सिकाउनु हुनेछ। अनि मत्तीको पुस्तक 11:28 भन्छ, हे सबै थाकेका र बोझले दबिएका आओ म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु। परम प्रभु ठुलो हृदय लिएर तपाईँलाई उहाँको राज्यमा बोलाउँदै हुनुहुन्छ। परमेश्वरले तपाईँलाई प्रशस्त गरिकन आशिष दिनुभएको होस्। God bless you.